आज चाहिँ न्यू इयर हो हामी एकदमै खतरा राम्रो ठाउँमा आइरहेको छौँ अनि भर्खर भिडियो स्टार्ट गरिरहेको छु मैले यहाँ अङ्कल म बहिनी अब फेरि चढ्न लागेको छ हामी बाटो चाहिँ एकछिन बाटो देखाउँछु है बाटो चाहिँ यस्तो छ अलि माथि पुगिसकेको थियो हामी तर तल नै रहेछ अनि फेरि फर्किँदै हो बाटो चाहिँ यस्तो धेरै उकालो 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 बाटो छ अनि हामी बहिनी र मैले सँगै बहिनी हेलो भन हेलो भन न हेलो अनि ल अझै पुगिसकेको छैन त्यो ठाउँमा चाहिँ होइन अझै पुग्न बाँकी नै छ अझै माथि रहेछ नि त त्यो अनि हामी चाहिँ पुगेको छैन अनि त्यो दिनको वेदर चाहिँ एकदमै क्लिन थियो अनि राम्रो घाम लागेर जानलाई नै सजिलो भएको थियो होइन कुनै कुनै ठाउँमा चाहिँ यस्तो धेरै अफरोड थियो तर पनि हामी चाहिँ अब त्यो दिन चाहिँ एकदमै रमाइलो सबै फ्यामिलीहरू गएको भएर चाहिँ त्यो गाह्रो साह्रो केही पनि लागेन होइन रमाइलो भयो अनि कति ठाउँमा चाहिँ म बोलेको पनि छु कति ठाउँमा चाहिँ अब यस्तै भोइस ओभर गर्नुपर्ने होइन अब त्यो अफरोड भएर राम्रोसँग बोलेको पनि नसुनिने भयो नि त पछाडि चाहिँ हाम्रो ठाउँमा छौँ हामी अङ्कल भरे यो भिडियो युट्युबमा जान्छ है धेरै नै माथि गएछौँ अनि अझै तलै रहेछ होइन अनि त्यसपछि फेरि हामी फर्केर आउँदैछौँ अनि सबैजना भेट भइरह्यौँ अनि त्यसपछि अब कहाँ बस्ने भनेर प्लान भइरहेछ यहाँनिर चाहिँ अनि यो मेरो भिडियो चाहिँ धेरै लामो छैन सर्ट भिडियो अब कस्तो हुन्छ लेट्स सी दिस इज माई भिडियो यस्तो अलपत्र भएको कहाँ सबैजना चाहिँ पिकनिक मनाउनको लागि आइरहनु भएको छ यहाँनिर अब चाहिँ सबैजना भेट भइसकेको थियो क्या पछाडि पनि अगाडि पनि हरियालीमा आइयो है बल्ल बल्ल यहाँ चाहिँ खाजाको के भन्नु खाजाको भाग लागेको भन्नु के भन्नु हाम्रो भाग चाहिँ मासु बाँड्ने मान्छे अचार बाँड्ने मान्छे अचारवाली मासुवाली पुरुन्दानाले अरूहरू चाहिँ दर्शकहरू